गरेको होला छोरो तिमीले यो? के गरेको? नानीले के गरेको यस्तो? कहिले टिप्ने हो नानीले? यो कहिले टिपिसक्ने हो मैले? खेलेर बस्छु भनेर खुसी हुने हो कि? जान्ने भएर दिन्छु गाला पुत्नी गरी अनि बाबालाई भनिदिउँ नानीले चकचक गरेको बाबालाई भनिदिउँ अनि बाबा आएर ठ्याम अस्तिको ढिलो पकाउने पुनुले हाने जस्तो हान्नुहुन्छ अनि जान्ने भएर साह्रो मान्छे भएर चुप लागेर खेलेर बस्नुपर्छ र यत्रो बिगो गर्न भ्याउने अझै टाँसिन आएको होला नछाउ मलाई जाऊ तिमी जाऊ ढोका भएर जाऊ लु जाऊ बाई लु जाऊ तिमी जाऊ तिमीले चकचक गरे लु तिमी बाहिर जाऊ बाहिर जाऊ टिपेर जाने थियो लौ बाहिर जान्छु भनेको मान्छे टिपा त्यो सबै टिपा सानो टिपा बेबी हामी यस्तो नाच गर्नुहुन्छ त अझ ठुलो स्वर मान्छे सुतिसके मान्छेलाई डिस्टर्ब हुन्छ अलि सानो स्वरमा बोल भन्दैछु झन् ठुलो स्वरमा बोल्छ ल ठिक छ जाऊ खेल